नेपाली खेलकुदको इतिहासमा भलिबलले नयाँ युगको सुरुवात गरेको छ। केडिया ग्रुपको आयोजनामा काठमाडौँमा सम्पन्न नेपाल भलिबल लिगको पहिलो अक्सनले नेपाली खेल प्रेमीहरू माझ एउटा नयाँ तरङ्ग पैदा गरिदिएको छ। 127 जना खेलाडीहरूको प्रतिस्पर्धा, टोलीहरू बीचको कडा बोली अनि लक्की ड्रको त्यो रोमाञ्चक क्षण जहाँ केवल एउटा निर्णयले खेलाडीको भाग्य र टोलीको भविष्य तय गरिरहेको थियो। 2 जना यस्ता खेलाडी जसलाई प्राप्त गर्न 6 वटै टोलीहरूले आफ्नो सर्वस्व लगाउन तयार भएका थिए र 14 जना यस्ता स्टारहरू जो अधिकतम मूल्यमा बिक्री भए। आखिर अक्सनको यो महासंग्रामपछि कुन टोली बन्यो सबैभन्दा खतरनाक अनि कसको पल्ला भारी देखियो त? आजको यस विशेष भिडियोमा हामी एनबिएल का 6 वटै फ्रेन्चाइज टोलीहरूको विस्तृत लेखाजोखा गर्नेछौँ। त्योभन्दा अगाडि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला। साथै यस्तै विविध जानकारीका लागि हामीलाई फेसबुक तथा टिकटकमा पनि फलो गर्न सक्नुहुनेछ। स्वदेशी भूमिमा नेपाल भलिबल लिगको उत्साहजनक वातावरणका बीच नेपाली भलिबलले अन्तर्राष्ट्रिय मञ्चमा तीता मिठा दुवै पक्षलाई एकैसाथ सामना गरिरहेको छ। हालै सम्पन्न काबा भलिबल च्याम्पियनसिपमा नेपाली टिमको प्रदर्शन निराशाजनक रह्यो, जहाँ टोलीले लगातार हार बेहोर्दै लिग चरणबाटै घर फर्कनु पर्यो। तर नेपाली टिमले देखाएको खेलप्रतिको लगाव तथा बलिया टोलीसँग पनि प्रतिस्पर्धात्मक खेल पस्कनुले नेपाली टोलीमा सम्भावना र क्षमता रहेको स्पष्ट हुन्छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा लगातारको हारले नेपाली टोलीमा केही निराशासँगै एउटा सुखद र ऐतिहासिक उपलब्धि पनि प्राप्त भएको छ। अन्तर्राष्ट्रिय भलिबल महासङ्घले सिनियर पुरुष भलिबलको विश्व वरियतामा नेपाल आधिकारिक रूपमा समावेश भएको छ। नेपालले विश्व वरियतामा 84औं स्थान हासिल गर्दै आफ्नो बलियो उपस्थिति दर्शाएको छ। विगतमा अनर्याङ्क अथवा वरियता बाहिर रहँदै आएको नेपालका लागि एफआइबिबी को आधिकारिक सूचीमा सूचीकृत हुनु नेपाली भलिबलको इतिहासमै एउटा महत्त्वपूर्ण कोसेढुङ्गा हो। काबा च्याम्पियनसिप 2026 मा बेहोरेको पराजयबाट पाठ सिक्दै यो वरियतालाई जोगाउनु र अझ माथिल्लो स्थानमा उक्लनु नेपालका लागि ठूलो चुनौती हो। अन्तर्राष्ट्रिय स्तरको यो चुनौतीलाई समाधान गर्न नेपाल भलिबल लिग जस्ता व्यावसायिक र व्यवस्थित घरेलु लिगहरूले नयाँ प्रतिभाको खोज, खेलाडीको एक्सपोजर र प्राविधिक विकासमा मेरुदण्डको काम गर्नेछन्, जसले नेपाली भलिबललाई दिगो र उज्यालो भविष्यतर्फ डोर्याउनेछ। अनि नेपालले ठूला प्रतियोगितामा सहभागिता मात्र होइन, उपाधि उचाल्दै इतिहास रच्नेछ। नेपालको राष्ट्रिय खेल भलिबलले व्यावसायिक मोड लिँदा काठमाडौँमा आयोजित अक्सन निकै रोमाञ्चक बन्यो। कुल 127 जना खेलाडी सहभागी भएको यस अक्सनबाट 6 वटा फ्रेन्चाइज टोलीहरूले कुल 42 जना प्रतिभावान खेलाडीहरूलाई आफ्नो टोलीमा अनुबन्ध गर्न सफल भएका छन्। अक्सनको नियमअनुसार क्याटेगोरी ए बाट 24 जना र क्याटेगोरी बी बाट 18 जना खेलाडीहरू विभिन्न टोलीमा विभक्त भएका छन्। बाँकी 3 जना विदेशी खेलाडी र 1 जना ट्यालेन्ट हन्ट मार्फत आउने नयाँ प्रतिभालाई जोड्ने हो भने हरेक टोलीको संरचना निकै सन्तुलित र मजबुत बन्ने देखिन्छ। अक्सनको सबैभन्दा ठूलो आकर्षण भनेको चिरञ्जीवी खड्का र सनोज चौधरी बने, जसलाई भित्र्याउन 6 वटै टोलीले अधिकतम बोली लगाएका थिए र अन्ततः लकी ड्रले उनीहरूको गन्तव्य तय गर्यो। आउनुहोस् अब पालैपालो विश्लेषण गरौँ 6 वटै टोलीहरूको बनोट र उनीहरूको सामर्थ्यको बारेमा। सुरु गरौँ अन्नपूर्ण स्पाइकर किङ्सबाट। हिमाल सुनारी मार्की प्लेयर रहेको अन्नपूर्ण स्पाइकर किङ्सले अक्सनमा निकै बुद्धिमानी र संयमित रणनीति अपनाएको देखियो। अक्सनको लकी ड्रमा भाग्यमानी ठहर्दै अन्नपूर्णले राजेन्द्र धामी र सुरेन्द्र केसीलाई अधिकतम मूल्य 1,20,000 रुपियाँमा आफ्नो टोलीमा भित्र्याउन सफल भयो। यसका साथै गण्डकीका प्रभावशाली खेलाडी रवि केसी र विश्वास अधिकारीलाई 1-1 लाखमा अनुबन्ध गर्दै टोलीको मुख्य संरचनालाई थप मजबुत बनाएको छ। क्याटेगोरी बी बाट विवश आले मगर, जितबहादुर सार्की र देव राणा मगर जस्ता प्रतिभावान खेलाडीहरू 50-50 हजारमा भित्र्याएर अन्नपूर्णले आफ्नो बेन्च स्ट्रेन्थलाई पनि निकै दरिलो बनाएको छ। हिमाल सुनारीको नेतृत्वमा यो टोली लिगको उपाधि दावेदारको रूपमा अगाडि बढेको छ। दोस्रो नम्बरमा कुरा गरौँ काठमाडौँ रेड्सको, जो अक्सनको दिन लकी ड्रमा सबैभन्दा भाग्यमानी ठहरियो। सुनिल बो र मार्की प्लेयर रहेको काठमाडौँ रेड्सले क्याटेगोरी ए का 3 ठूला नामहरूलाई अधिकतम मूल्यमा आफ्नो पोल्टामा पार्न सफल भयो। सबै 6 वटै टोलीको रोजाइमा परेका स्टार खेलाडी चिरञ्जीवी खड्कालाई 1,20,000 मा लकी ड्र मार्फत भित्र्याउनु काठमाडौँको लागि सबैभन्दा ठूलो उपलब्धि रह्यो। उनीसँगै सन्तोष विक र सन्तोष राई पनि अधिकतम मूल्यमै काठमाडौँको रातो जर्सीमा देखिने भएका छन्। त्यस्तै क्याटेगोरी बी बाट पुष्कर सिंह धामी, जितबहादुर ढुङ्गेल तथा विशलिस्टबाट बलदेव सिंह धामी र दिपेश कुमारलाई जोड्दै काठमाडौँ रेड्सले आक्रमण र रक्षा दुवै पक्षलाई उत्तिकै सन्तुलित बनाएको छ। काठमाडौँको यो टोली कागजमा निकै आक्रामक र खतरनाक देखिएको छ। तेस्रो टोलीको रूपमा रहेको छ मधेस वारियर्स। रबिन नगरकोटी मार्की प्लेयर रहेको मधेस वारियर्सले पनि अक्सनमा आफ्नो स्पष्ट रणनीति प्रस्तुत गर्यो। टोलीले मुख्य स्पाइकरका रूपमा धनबहादुर भट्ट र सन्तोष महतलाई 1,20,000 को अधिकतम मूल्यमा लकी ड्र मार्फत आफ्नो टोलीमा अनुबन्ध गर्न सफल भयो।
यी दुई अनुभवी खेलाडीको उपस्थिति नै मधेसको मुख्य शक्ति हुनेछ। यसबाहेक राजन दर्लामी र रामविजय यादवलाई समान 1-1 लाखमा तथा रविन रसाइली, सञ्जु विक्रम शाह र विप्सन साई ठकुरी जस्ता युवा खेलाडीहरूलाई भित्र्याएर मधेसले अनुभव र युवा जोशको उत्कृष्ट मिश्रण तयार पारेको छ। मैदानमा मधेसको यो सन्तुलनले विपक्षीहरूलाई पक्कै पनि कडा चुनौती दिनेछ। चौथो टोलीको कुरा गर्नुपर्दा राष्ट्रिय टोलीका कप्तान हरिहजुर थापा मार्की प्लेयर रहेको सगरमाथा स्म्याशर्सको अक्सन यात्रा अलि बेग्लै रह्यो। सगरमाथाले क्याटेगोरी ए को पहिलो चरणमा सुभाष कुमारलाई अधिकतम 1,20,000 मा अनुबन्ध गर्दै उत्कृष्ट सुरुवात गर्यो। तर त्यसपछिका धेरै खेलाडीहरूमा बोली लगाए पनि लकी ड्रमा टोलीको भाग्यले साथ दिएन। यद्यपि विशलिस्टको सही सदुपयोग गर्दै सगरमाथाले भीमगाह, रूपेन्द्र नेपाली र दीपक राज जोशी जस्ता परिपक्व खेलाडीहरूलाई न्यूनतम 1 लाख रुपियाँमा भित्र्याउन सफल भयो। क्याटेगोरी बीबाट संजोग परियार, रेशम छन्त्याल र यमन बमलाई 50-50 हजारमा जोड्दै कप्तान हरिहजुर थापाको नेतृत्वमा सगरमाथा स्म्याशर्स कुनै पनि टोलीलाई स्तब्ध पार्ने क्षमता राख्ने टोली बनेको छ। पाँचौं टोली हो कर्णाली शिवराज, जसले अक्सनमा सबैलाई अचम्मित पार्दै आक्रामक रणनीति अपनायो। पहल गतराज मार्की प्लेयर रहेको कर्णालीले क्याटेगोरी एबाट आफूले रोजेका 4वटै खेलाडीहरूलाई अधिकतम मूल्यमा खरिद गरेर सबैको ध्यान खिचेको छ। लकी ड्रमा 100% सफलता हासिल गर्दै कर्णालीले निर्पध्वज बस्नेत, विनोद चन्द, सुरज चुनारा र सबै टोलीको तानातानमा परेका सनोज चौधरीलाई 1,20,000 का दरले आफ्नो टोलीमा समेटेको छ। क्याटेगोरी बीबाट सन्दीप लाहोर, बलराम गुरुङ र सुनिल थकुल्ला जस्ता भरपर्दा खेलाडीहरू जोडेपछि कर्णाली शिवराज कागजी रूपमा मात्र नभई मैदानमा पनि अत्यन्तै आक्रामक टोलीको रूपमा स्थापित भएको छ। अन्तमा कुरा गरौँ खप्तड फाल्कन्सको। धीरज काजी बस्नेत मार्की प्लेयर रहेको खप्तड फाल्कन्सले सुरुदेखि नै धैर्य र सन्तुलित बोली लगाउने नीति लिएको थियो। खप्तडले सरोज बर्देवा र प्रेम प्रसाद गौतमलाई अधिकतम 1,20,000 रुपियाँमा टोलीमा भित्र्याएर टोलीको जग बलियो बनायो। त्यसैगरी व्यवस्थापा र इन्द्र विकालाई 1-1 लाख रुपियाँमा अनुबन्ध गर्दै टोलीको सेटिङलाई मजबुत बनाएको छ। क्याटेगोरी बीबाट नवराज थापा मगर, नवराज धामी र पारस बोहरालाई भित्र्याएर खप्तड फाल्कन्सले जुनसुकै परिस्थितिमा पनि सम्हालिएर खेल्न सक्ने टोली तयार पारेको छ। अक्सनको यो सकस, खेलाडीहरूको किनबेच र टोलीहरूको रणनीति हेर्दा नेपाल भलिबल लिगको पहिलो संस्करण नै अत्यन्तै रोमाञ्चक, प्रतिस्पर्धात्मक र सनसनीपूर्ण हुने पक्का छ। अक्सनबाट 42 जना स्वदेशी खेलाडीहरूको टुङ्गो लागिसकेको छ भने अब टोलीहरूमा थपिने 3-3 जना विदेशी खेलाडीहरू र ट्यालेन्ट हन्टबाट आउने नयाँ प्रतिभाहरूले यो लिगको स्तरलाई अझ माथि पुर्याउनेछन्। 6वटै टोलीहरू उत्तिकै बलिया र दावेदार देखिएका छन्। अब मैदानमा कुन टोलीले कस्तो प्रदर्शन गर्छ र एनबिएलको ऐतिहासिक ट्रफी उचाल्छ त्यो भने हेर्न बाँकी छ। तपाईको विचारमा अक्सनपछि कुन टोली सबैभन्दा बलियो बनेको छ अनि तपाईँ यो लिगमा कुन टिमलाई समर्थन गर्नुहुन्छ? आफ्नो विचार कमेन्टमा लेख्नुहोला। साथै तपाईलाई हाम्रो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला। मन परेमा एक लाइक तथा हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब पनि गरिदिनुहोला। साथै यस्तै विविध जानकारीका लागि हामीलाई फेसबुक तथा टिकटकमा पनि फलो गर्न सक्नुहुनेछ। भिडियो हेरिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद।